大家好 Hello everybody पकाइदिनुस् ठिक्क भएछ मेरो छोराको काम के गर्नु आमाले 10 चोटि घर सफा गरे पनि के गर्नु बच्चाले यस्तो गरिदिन्छ एकछिन किचनमा तरकारी तताउन गएको काम बिगारेछ यता हेर्नुस् जसुवा हेलो एभ्रिवान वेलकम ब्याक टु माई च्यानल फेरि पनि तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ अहिले चाहिँ यता हङकङमा बिहानको 8 बजेको छ मैले चाहिँ बिहान यो तपाईहरुले देख्न सक्नुहुन्छ यो मोरिङ्गाको जुस बनाउन लागेको है मैले पनि यो इन्टरनेटमा देखेको यसको चाहिँ धेरै फाइदाहरु हुन्छ अनि वेट लसमा पनि यसले हेल्प गर्छ भनेर मैले चाहिँ सो ट्राई गर्न लागेको मैले चाहिँ यो मोरिङ्गाको पातलाई पखालेर अब यसमा कुर्छु मैले कहिलेकाहीँ चाहिँ यसको टी बनाएर खान्छु अनि आज चाहिँ मैले यो जुस अनि यसको डिटक्स वाटरमा युज गर्न लागि यहाँ चाहिँ मैले चिया सीड भिजाएर राखेको छु सो म चाहिँ यो सन्जीवनी अनि शीतल चिनी जे भने पनि यो मोरिङ्गाको लिफलाई चाहिँ ओके यसरी हल्का पिनेर चाहिँ यहाँ पानीमा यसरी हाल्छु अनि मेरो डिटक्स वाटर रेडी मेरो छोरालाई चाहिँ बिहान उठ्ने बित्तिकै फ्रुट्स खानुपर्छ ब्लुबेरी स्ट्रबेरी जे भनिन्छ फ्रुट्स चाहिँ हुन पर्यो यम्मी ब्लुबेरी खाँदैछ सो मेरो डिटक्स वाटर पनि रेडी भयो मैले चाहिँ यहाँ थोरै हनी हालेर अघि रेडी पारेको चिया सीड र मोरिङ्गाको टी हालेर मिक्स गर्ने and then my healthy drinks is ready घोडासम्म हैन कम्मरसम्म हैन चुर्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा चुर्लुमै डुब्न चाहन्छु येशूको प्रेमको सागरमा राम घुम्नुस् न ना 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 na 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 जे एङ्ग्री ल मम्मी एङ्ग्री गरिदिनुस् एङ्ग्री गर्छ मम्मीले एङ्ग्री भयो नि कहाँ जाने शपिङ गर्न जाने खै ब्याग देखाउनुस् हजुरको ब्याग बोकेर कहाँ जाने शपिङ गर्न जाने हो मम्मीलाई के ल्याइदिनु हुन्छ छोरा मम्मीलाई भेजिटेबल ल्याइदिनुस् ल मम्मीलाई क्यारोट यता आउनुस् न फेरि क्यारोट अनि ब्रोकाउली ल्याउनुस् ल टाटा वाटरमेलन ल्याउनुस् ल टाटा कहाँ जाने टाटा शपिङ गर्न जाने हो न त ल आफै गर्नुहोस् ल पार्कमा जाने छिटो पार्क जाने पार्क पार्क ये गर्नुहोस् ये ओके ल ल छिटो यता हेर्दिनुहोस् ह्याप्पी भयो उता हेर्नुहोस् त को रहेछ जयमासी दिदी ए हाम्रो आसमाया दिदी यहाँ आएर बस्नु रहेछ फुपू भन्दा जयमासी फुपू गर्नुहोस् खै जयमासी गरेको जयमासी नगर्ने ए बाहिर जाने भनेर
झ्यालबाट हेरेछ घरि ब्याग बोकेर हिँडेछ अब पार्कतिर कहाँ बस्ने भनेर पानी परेर यहाँ यसो नुडल्स खान आएको। अब मेरो बुढा पनि 7:30 बजी मात्रै आउँछ अरे, कुर्न पर्यो, त्यही भएर अनि यहाँ नुडल्स खान आएको। लेट्स गो इनसाइड। कुचा खाने अरे यो होइन, यो बन अनि गयो। हाम्रो नुडल्स पनि आइपुग्यो। अब हामीले सिधै खान सक्दैन, त्यही भएर एउटा मात्रै अर्डर गरेको, आधा आधा खाने भनेर। मेरो छोरा जसवाले पनि खान्छ। फुपूले के खुवाइदियो हजुरलाई? के रहेछ सानो?哎呦我的妈！ जसुवाको सपिङ पनि भयो। खाली होइन है, त्यो हातमा समात्नुहोस् ल। ओके। जसुवाको बाबा पनि आइपुग्यो। ठिक भन्छ? वाउ, न्यू सुज। न्यू सुज। ल साथीहरू, आज चाहिँ आमा छोराको सपिङ भयो। मेरो छोराको के हो यो? हजुरको जुत्ता हो? कसले किनिदिएको? बाबाले किनिदिनु भएको। ल यो चाहिँ छोराको लागि। हातमा यता हेर त, सबै हाइलाइटर मोटाइ छ। यहाँ फाले छ, यहाँ मेरो नो अस्ति भर्खर बनाइए सबै फुटाइदिएछ। यसलाई त के गर्ने होला, के गर्ने होला खै। र अझै अनुहारमा नि ढलेछ हाइलाइटर। यता हेर्नुहोस् खै, अझै पाइया गरौँ म, पाइया गरौँ। मम्मी एङ्ग्री, मम्मी एङ्ग्री। एङ्ग्री भनेको त आफू पो एङ्ग्री हुन्छ है।
मिठो तातो छ नि त फुफु गरेर खानुहोस् फुफु गर्नुहोस् फुफु गरेर खानुहोस् है साग खानुहोस् मिठो